ल नमस्कार सबैजनालाई। अब एउटा तातो खबर लिएर आएको छु। जो यो पिएसडब्ल्यू अथवा पोस्ट स्टडी वर्क भिजा भन्ने थियो, पिएसडब्ल्यू होइन, ग्रेजुएट भिजा। त्यो चाहिँ 2 वर्षको थियो युकेमा अहिलेसम्मको होइन, लाइक ब्याचलर्स मास्टर्सहरूको लागि चाहिँ होइन, अनि पिएचडीहरूको लागि चाहिँ 3 इयर्सको थियो। र त्यसलाई चाहिँ घटाउने 18 महिनामा ल्याउने कुरो चाहिँ गरिरहेको थियो नि त होइन। तर त्यो चाहिँ अब अफिसियली थाहा थिएन। अब हिजो 14 अक्टोबरमा चाहिँ त्यो के पारित भएको छ भन्दाखेरि चाहिँ अब त्यो जुन 2 वर्षको पिएसडब्ल्यू भिजा, ग्रेजुएट भिजा चाहिँ घटाएर 18 महिनामा चाहिँ झारेको छ है, अफिसियली झारेको छ। त्यो चाहिँ वेबसाइटमा पनि आइसक्यो होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र अब सबैलाई मतलब उ थियो नि त, क्युरियोसिटी थियो नि त, कहिले होला, कहिलेदेखि हुन्छ यो, अब अहिले भइरहेको मान्छेहरूलाई हुन्छ कि पछिलाई हुन्छ भन्ने थियो। तर यो चाहिँ कहिलेदेखि छ भन्दाखेरि चाहिँ 2027को जनवरी होइन, जसले चाहिँ 2027को जनवरी अथवा यो 26को लास्टमा चाहिँ अप्लाई गर्नुहुन्छ उहाँहरूको हकमा चाहिँ यो लागु हुन्छ है त। त्यही भएर अब अहिले नै पढाइसक्नु भएकोलाई त केही खासै फरक परेन। तर जो ब्याचलर्समा आउनु भएको थियो उहाँहरूको चाहिँ 3 इयर्स to 4 इयर्सको कोर्स हुन्छ नि त होइन, 3 इयर्सको कोर्स हुन्छ। त्यो 3 इयर्सको कोर्स चाहिँ अब 2026 भन्दा पछाडि सकिँदैछ भन्दाखेरि चाहिँ नाउ यु हेभ ओन्ली 18 months अफ भिजा है त। 18 महिनाको मात्रै तपाईँहरूसँग चाहिँ अब पिएसडब्ल्यू भिजा हुन्छ। द्याट मिन्स फुल टाइम राइट वर्क चाहिँ त्यतिखेर मात्रै हुन्छ है त। र अनि अर्को कुरा चाहिँ यो अब पिएचडीहरूको लागि हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ यसमा खुलाएको छैन। सायद पिएचडीहरूको लागि 3 वर्ष नै होला। तर मास्टर्स र ग्रेजुएट अन्डर ग्रेजुएटको लागि चाहिँ यो 2 वर्षबाट घटाएर 18 महिनामा आएको छ। थ्याङ्क यू सो मच।